एकजना सहयात्रीले मलाई सोधिन्, तपाईँ किन यसरी एक्लै यात्रा गरिरहनु भएको छ? म त आफूलाई खोज्ने क्रममा छु। केही बेरपछि उसले फेरि सोधिन्, अनि आफैलाई चाहिँ कता हराउनु भयो? मैले उसको आँखामा हेरेँ अनि मुसुक्क मुस्कुराए मात्र। धेरै वर्ष अघिदेखिको सपनालाई पछ्याउँदै अहिले म भारत नेपालको सिमाना नाघेर पशुपति नगर हुँदै फिक्कल बजार आइपुगेको छु। म एउटा स्पेशल जर्नीमा छु। स्पेशल यसैले कि छिमेकी राष्ट्र नेपालमा यो मेरो पहिलो सोलो ट्रेक हुनेछ। झिसमिसमै दार्जिलिङ छोडेको थिए। मध्यरात हुन लाग्दा काठमाडौँ आइपुगेको छु। यात्राको थकानले हो कि उत्सुकताले रातभर निन्द्रा परेन। काठमाडौँ सखारै उठ्ने महानगर रहेछ। यहाँबाट अब मलाई स्याब्रोबेसी पुग्नु छ। स्याब्रोबेसीतिर जाने गाडीहरू यही माछा पोखरी बस पार्कबाट छुट्दो रहेछ। अहिले चाहिँ म माछा पोखरीमा आइसकेको छु र यहाँबाट चाहिँ बसमा जाने। यहाँबाट बस अनि सुमो गाडीहरू पाइँदो रहेछ। करिब 6 बजे बस छुट्यो। डाँडा काँडा गाउँ बेसी हुँदै हाम्रो यात्रा अघि बढिरह्यो। बेत्रावती नदी पार गरिसकेपछि रसुवा जिल्लाको बेग्लै हावा, छुट्टै परिवेश, रहनसहन र पहिरनहरूले हामी कुनै बेग्लै ठाउँतिर पुगिसकेको बोध गरेँ मैले। हाम्रो उता पश्चिमपट्टि चाहिँ थुम्बुन मात्रै बोल्छ। अच्छा। अनि यो उत्तरपट्टि चाहिँ टिमुरे अनि प्रिजिम, लाङटाङ, स्याब्रोमा तितै बोल्छ, तामाङ बोल्छ। धुम्चे बजार आइपुग्न लाग्दा एउटा चेकपोस्ट भेटियो, जहाँ हामीले हाम्रो लगेजहरू जचाउनु पर्ने रहेछ। अनि लाङटाङ नेसनल पार्कभित्र प्रवेश गर्ने पास पनि यही पाउँदो रहेछ। धुम्चे बजारलाई पछाडि छोड्दै यात्रा फेरि अघि बढिरहेको छ। बाटो निर्माण भइरहेको एउटा साँघुरो ठाउँमा हामी चढेको गाडी ठुलो भिरमा गएर रोकियो। सबै यात्रीहरू आतिए अनि गाडीबाट ओर्लन थाले। त्यो भिड वास्तवमा नै खतरनाक थियो। करिब 7 घण्टाको यात्रापछि हामी स्याब्रोबेसी पुगिसकेका थियौँ।
अब यो ठाउँदेखि मैले पैदल हिँडेर आफ्नो यात्रा पुरा गर्नुपर्नेछ। बेसी कहाँ जानुभयो? घरको त पारी हो, हामी नयाँ बजारमा विदेशबाट बिहे गरेर केटाकेटी आएको छन् रे, अनि सल्कर जान लागेको। हसिदेले के भन्छ कि फ्याबुला भन्छ? फ्याबुला फ्याबुला बिहामा गएर आउनु भएको? काम राम्रो गर्नु होला। ह्यापी लोसार। एकुल ट्र्याकर्सहरूले मभन्दा केही अघि आफ्नो यात्रा सुरु गरे। पहिलो सस्पेन्सन ब्रिज हिँड्दै गर्दा मैले मेरो डेस्टिनेसन छैन, तर भर्खरै मसँग छुटेका ती खुल्ला मन भएका गाउँलेहरूलाई सम्झिरहेको थिएँ, जसले मेरो ओठमा एक मोटी हाँसो छडिदिएका थिए। बेसी चाहिँ यो नयाँ चाहिँ पल्लो पछि रोड उता आएपछि उता बजार भएको। हजुर, यो चाहिँ पुरानो? यो पुरानो पहिला स्टार्ट चाहिँ यो पहिला 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 यो बस्ने नाम कलाको चाहिँ स्याब्रु बेसी भनेको यही हो। ठुलो स्याब्रु माथि पर्छ। गाउँको एउटा गुम्बा दर्शन गरेपछि मैले फेरि आफ्नो यात्रा अघि बढाएँ। डोमेनसम्मको यात्रा सहज थियो। यहाँदेखि भने वास्तविक ट्रेक रुट सुरु भयो। करिब आधा घण्टा हिँडिसकेपछि एउटा डोबाटो भेट्यो। मैले तल्लो बाटो जानुपर्ने रहेछ। माथिल्लो बाटो भएर गोसाईकुण्ड पुग्दो रहेछ।
फाइनली आई एम मेड टु ब्याम्बो झन्डै 3 घन्टा लाग्यो र अहिले चाहिँ ब्याम्बो पुगेछु ट्रेल वाज टफ फर मी अरूले सजिलो देखाए पनि बाटो चाहिँ निकै गाह्रो थियो अप्ठ्यारो थियो मैले ब्याम्बोको होटल शेर्पामा रात बिताउने निश्चय गरेँ अनि त्यही भेट भयो नेपालको एकजना इमिनेन्ट ट्राभल ब्लगर सृजना बहिनी केही बातचित गरिसकेपछि हामी आराम गर्न लाग्यौँ एक हुल यङ ट्रेकर्सहरू पनि रमाइलो गरिरहेका थिए